सुनिल साइबे एफसीको खेलाडीहरू व्यस्त छन् भिडियोमा गफ चलिरहेछ खानाको परिकार भइरहेछ मासु पकाउँदैछ मासु यहाँ चलाएको होइन त अब लुगा त सबै यसमै होइन खोर्सानी सबै हालिदिनु भयो सबैभन्दा अलिकति अचार सेकवाला अचार पनि बनाउनु पर्ने थियो नबनाउने हो र नुन त लगाएको छ नुन लगाएको छ ल दामी बनाउनु हुँदो रहेछ है तपाईँले अघि खोज्न जानुभन्दा भन्दै फेरि त्यत्तिकै भइरहेको थियो धन्न आउनु रहेछ दीपकले चेनाङलाई चाहिँ वेट गर हामीसँगै जाउँ भनेर आउँ त सँगै दुईटा मात्रै आउनु लागेको छ के दुईटा मात्रै एकजना त्यहाँ कोही छैन तिमी अलिअलि हान उसले थप्छ मैले थप्दै भइहाल्छ मुना छ त्यहाँ यो
आफूले बजाउँछ भने कस्तो दुईटैको राम्रो छ एउटा आउँदैन हामी त नुन हाल्छ नुन हालेर नलागो छ मेरो मन झुल्यो तिम्रो मनैमा तिम्रो मनैमा तिम्रो मनैमा तिम्रो मनैमा तिम्रो मनैमा तिम्रो मनैमा वाह 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 साइबे एफसीको आज चाहिँ आउँछ नि ठिक छ नि भाइ चाहिँ सबैको समय मिलेर आज चाहिँ समय प्लस सबैको समय मिलेर छुट्टीको छोटो मिठो क्षणिक एउटा भनौँ न कम्फोर्टेबल मोमेन्ट हो अझसम्म भोलिदिन कोही कहाँ हुन्छ कोही कहाँ हुन्छ रमाइलो छ हामी धेरै खुसी छौँ तपाईँ कति खुसी हुनुहुन्छ ए भगवान् चक्कु छ एकजनालाई सर्भिस गन्दीपलाई फोन गरेको छ है आउँछु भनेको छ पानी सर्भिस गरेछ ल बसो भाइहरू बसो ल वेटर हो भाइ सबैजना वेटर दादाहरूलाई के भएको बियर सारौँ कसैले सबैले गर्ने हो क्या ल बियर ऊ के अरे हो के अरे मिसी भाइ ल शरण यसो गर न त्यो लिजमको जति नै ट्याक्यो लिजमको जति नै ट्याक्यो ल धेरै धन्यवाद मेरो भाइ कसको ज्याकेट हो तिम्रो ए उसको भुवनको यस्तै चलिरहेछ हाम्रो चाहिँ पार्टी है यो साइबा एफसीले फर्स्ट रनर अप जितेको उपलक्ष्यमा साथीभाइहरू साइबा एफसी क्लबबाट सबैजनाले फर्स्ट रनर अप जितेकोमा खुसियाली मनाउँदै घाम चाहिँ यताबाट टलक्क लागिरहेको गिटारको मात्रै धुन हाम्रो त साथीलाई बोलाउनु त प्राय व्यस्तै भयो हाल नि तिमीले के हालेको है ल भाइ
उसलाई मासु हाल्दियो त ढुक्क ओके हाल न आफूले केही नाच्यो केटाहरूलाई मात्रै भनेको टन्नै पऱ्यो अब केटा मासु मलाई ग्रेभी हाल्नु ग्रेभी क्या ग्रेभी यता मोलोलाई पनि हालिदिनु पर्छ हाम्रो गाई कुकमेनमा आउनुपर्ने हो यार म त ग्रेभी हो ग्रेभी तिमीहरूले यो त धेर पहिला लाउनु हुँदैन है राम भाइ 10वटा खाएछ होइन होला लिएर आउन भोलि छुट्टी छ त भोलि बेलुका नखाऊ है समाधान तिमीले समाधान केटा बस न आगो बाल्दैछ सेक्वाको लागि पहिला कता हो तपाईँ चाहिँ कता हो सुनित बस्याल दाइ मेरो शरीर काम छ क्या विश्वास गर्नु मेरो राँगा भयो रक्स्यो दाइ दाइ कोक खाएर चाहिँ मलाई कोक हो ए ल ल ल ठिक छ यो बोतलको कोक होइन कोक भनेको यो चाहिँ 200% हो 200% कोक ल ठिक छ सुनिल अर्को आएन तिम्रो पार्टनर हाम्रो खेल्ने प्लेयर प्लस हामीलाई एक दुईवटा अब हाम्रो लास्टसम्म सपोर्ट गर्ने हाम्रो होइन सपोर्टरहरूलाई भनेको थिएँ अब हाम्रो सपोर्टर अब दाइ अब आउँदैन होला सायद अरियाल दाइ अनि रुपेश फेरि सम्झिराखेँ बेलालाई म अलि लाइन बेलाले उड्दै गर है यस्तो उड्दै खाँदै गर्छ छोडिहाल्छ मास्नु सकिन्छ फेरि असोकलाई थप्देऊ न हो केटा तिमीले गुलाबी ओठमा रेशमी तिम्रो केसमा
मेटा गएपछि 1 2 बिटमा अब कुन बिटमा कति शिक्षा कतिजनाको इस्टामेन्ट फ्रिजमा हाले जाडो भएर त अनि जाडो देख्दैन तर चिसो चाहिँ चिसो हुन्छ क्या अब एकछिन त्यही भएर मैले तपाईहरु खाम भनेको अब आउँला बजाउनु कपाल त्यहाँ अनमोलले गर्नु यतिखेर दाँत भातै नखाने जिरो ल त आज जे जस्तो भए पनि होइन धेरै रमाइलो भयो त्यसको लागि हाम्रो यो टिमलाई पनि धेरै धेरै अब बधाई छ बधाई छ अब उनीहरूले नगरेको भए आज होइन हामी यहाँसम्म यसरी रमाइलो गर्न पाउँथेनौँ लागि पनि फेरि पनि हाम्रो केटाहरूलाई अब धेरै धेरै धन्यवाद सहित बधाई दिन चाहन्छु तर भाइहरू फुटबलमा मात्रै होइन सङ्गीतमा पनि बल देखेँ मैले चाहिँ सङ्गीतमा पनि हो हेर्नु बाल खुसी लाग्यो हेर्नु नि फुटबलमा पनि खायो कलाकारमा पनि खायो रमानी खायो खायो तिमीहरूलाई जानुभन्दा अगाडि म सल्युट हान्छु है तिमीहरूलाई हो यार खायो तिमीहरूले खायो फुटबलमा पनि खायो कलाकारमा पनि खायो क्या अलराउन्डर हो नि त लातपाला हानौला यता केही भन्दा यो मन जल्छ हेरना सानो तिमीलाई सम्झे मुगलान हेर जाँदैछु सानो रेलै चढेर यो मन जल्छ हेरना सानो तिमीलाई सम्झेछु खेती बाटो मेरो हेरी बाटे भने आउनेछु भेट्न छुट्टीमा फेरि सानो तिमीलाई सम्झेर मुगलान हेर जाँदैछु सानो रेलै चढेर यो मन जल्छ हेरना
बारबेक्यू बनाउने टोली यता गीत गाउने टोली उता चाहिँ बारबेक्यू बनिरहेको छ साथीहरू हेर्न सक्नुहुन्छ ताली 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 त्यो छैन यति मेहनत गरेपछि त तपाईँ हाम्रो को आउनुभयो साथी सेयर गर्नु पर्यो नि त भयो यता यता गिटार बजाउने एउटा मेरो उयो आयो भने राख्नु ड्युटी जानलाई हुन्छ
नजिक आउनु पर्यो चेनाङ भाइ हल्का एक स्टेप अगाडि बढ्नु पर्ला जस्तो यहाँ छ यता बस्नु क्या भिडियो यसलाई यहाँ दुःख बनाऊ होइन सानो यो मासुमा होइन कि आगोमा चाहिँ हाल्नु क्या यतिको चाहिँ हान्नु पर्यो नि त लिडर भनेपछि संसारमा तिमीलाई घर पुगेछु सायद त्यो मुटुमा मेरो नाम कोरिएको छैन सायद त्यो भाग्यमा तिम्रो साथ लेखिएको छैन सायद त्यो मुटुमा दाइले चाहिँ बिगार्न जस्तो लाग्यो मलाई आज निब्ला निम्न क्या मेरो कम्पनीमा सन्ने बोलेर म बानी बस्छु क्या पहिला ठुलो हैछु म यो दुखीलाई भुल्यौ पनि सुन साथी हिरा मोती सजिएर गयो तिमी विदेशमा गएपछि यो दुखीलाई भुल्यौ पनि मेरो माया त्यस्तो होइन सुन मेरो माया त्यस्तो सँगै मर्ने त्यही नै माया
धेरै दुःख गर्नुभयो है हजुर हजुर धेरै गर्नुभयो बनाइयो लुमा यता पनि रमाइलो पनि बेसरी भयो खाइयो बस्नेलाई ट्रफी पठाइदिनु बियर लिनलाई बसमा जाऊ न हौ माया दिन किन निष्ठुरी तिमी आज गए बुढा सुब्बा लेखुन बसेमा आज गए बुढा सुब्बा लेखुन बसेमा कति बसु म आउने आशैमा गुराँसको फेदा मुनि सम्झनाको छाया जहाँ हिँड्न छ मलाई तिम्रै माया यो कथाको राजकुमार मै तिम्रो लागि तिम्रो साथ पाए उड्छु बादलमाथि यो कथाको राजकुमार मै तिम्रो लागि तिम्रो साथ पाए भने उड्छु बादलमाथि भरिएछ तिम्रै मायाले यो छाती भरिएछ तिम्रै मायाले मेरो यो छाती जसरी नि भइहाल्छु वंशकन्या भाइ गुराँसको फेदा मुनि सम्झनाको छाया जहाँ गइकिन लाग्छ मलाई तिम्रै माया जहाँ गइकिन रमाइलो हुनुपर्छ गाइस रमाइलोमा छु त यस्तो त अनि न यार त एक तारिखले हामीलाई धेरै रमाइलो गरायो Sote, voe,
कि तिमी आएनौ वेदनामा गीत गरे सुनिदियो यो प्रेम हाम्रो सपना मेरो तिमीलाई नै पाउने तर कहाँ पुग्दैन सोचे जति सबै सधैँ सधैँ आइरहन्छ तिम्रो यादहरू वाह 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 आई लभ यू मायाले ऱ्याप सुरु गर्दिए कुर्सीमा बस्नु न कुर्सी गोरी आउने रहेछ मलाई हिजोसम्म प्रथम अहिले केही न केहीको प्रथम विश्व ऱ्याप भन्दा लाली जवन जान्छ कि हजुर भाषा बजाउँदै लाली जवन जान्छ कि हजुर भाषा बजाउँदै आउने मायालाई भेटियो मायालाई भेटियो यो वादाको दिलसाना भेटियो गाईलाई चढाउँदै लाली जवन जान्छ कि हजुर भात बजाउँदै जान्छ कि हजुर राखेर सिरानी यो संसारलाई जोडौँला भनी गाना बजाउँदै लाली जवन जान्छ कि हजुर बजाउँदै लाली जवन जान्छ कि हजुर
3 go लाली जब जान्छ कि हजुरा बाटा बनाउँदै लाली जब जान्छ कि हजुरा बाटा बजाउँदै जान्छ कि हजुरा बाटा आउने भए आउ छिटै घर आउ छिटै घर मनमा बसी हाँस्ने काम लाली जवान जान्छ कि हजुरा बाटा बजाउँदै लाली जवान जान्छ कि हजुरा बाटा बजाउँदै अर्को लाइन है त अर्को लाइन बोली दुनिया नहसाऊ आटा भए पाखुरी खोइ मेरो गिलास कसले फाल्थ्यो भाइ